नमस्ते साथीहरू, हजुरलाई स्वागत छ पीके टेल्समा। हजुरले हामीलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु र यो भिडियोलाई लाइक र शेयर गर्न नबिर्सिनुहोला। ल बढौं अब हाम्रो पहिलो कथातर्फ। मानिसहरूका वास्तविक कथाहरू सुन्न मलाई सधैँ मन पर्छ। धेरै पटक ती कथाहरूले मेरो शरीरमा काँडा उठाइदिन्छन् र सुत्नु अघि ती सुन्नु मेरो दैनिक बानी नै बनेको छ। म नेपालका चितवन जिल्लाको एउटा सानो गाउँमा बस्ने नेपाली हुँ। म 3 सन्तानको बुबा हुँ। श्रीमतीसँग सामान्य पारिवारिक जीवन बिताइरहेको छु र एउटा साधारण जागिर गर्छु। मेरो जीवन अहिले शान्त छ, तर मेरो बाल्यकाल त्यति सहज थिएन। सानो हुँदा आमा बुबाबाट पर्याप्त माया र हेरचाह पाउन सकिन। घरमा मदिराका कारण झगडा भइरहन्थ्यो र परिवारको वातावरण निकै अशान्त थियो। त्यसको असरले गर्दा मेरो 20 वर्षको उमेरतिर मानसिक स्वास्थ्यका समस्या र लागु पदार्थको लतसँग सङ्घर्ष गर्नु पर्यो। अहिले म 33 वर्षको छु र दृढ इच्छा शक्तिको बलमा ती सबै समस्याहरू पार गरिसकेको छु। यो घटना हुँदा मेरो मानसिक अवस्था निकै राम्रो थियो र मैले लामो समयदेखि कुनै पनि लागु पदार्थ प्रयोग गरेको थिइनँ। त्यसैले कहिलेकाहीँ लाग्छ सायद यो मेरो पुरानो मानसिक आघात PTSD को प्रभाव थियो। सायद कुनै अलौकिक घटना थियो वा सायद अत्यन्तै अनौठो सपना। तर सपना भएको सम्भावना मलाई निकै कम लाग्छ, किनकि मैले जीवनमा कहिल्यै यस्तो सपना देखेको थिइनँ। म सानैदेखि टाउको दुख्ने र माइग्रेनको समस्याबाट पीडित थिएँ। मलाई याद छ करिब 6 वर्षको उमेरदेखि नै माइग्रेन सुरु भएको थियो। माइग्रेनको आक्रमण हुँदा कहिलेकाहीँ 24 घण्टासम्म पनि रहन्थ्यो। यस्तो लाग्थ्यो मानौ कसैले टाउकोभित्र छुरा गाडिदिएको छ र त्यसलाई निकाल्न सकिँदैन। कहिलेकाहीँ एडभिल वा प्यारासिटामोलले पनि काम गर्दैनथ्यो। यद्यपि मेरो कथामा आउने जस्तो अत्यन्त गम्भीर माइग्रेन धेरै दुर्लभ थियो। सानो हुँदादेखि नै माइग्रेन हुँदा पनि मैले कहिल्यै भ्रम हेलुसिनेसन देखेको थिइनँ, न त अनौठा सपनाहरू नै देखेको थिएँ। मैले जीवनमा भ्रम देखेको एकमात्र समय भनेको 20 वर्षको उमेरमा लागु पदार्थ सेवन गर्दा थियो। त्यसैले यो घटनाको कारण लागु पदार्थ थिएन भन्नेमा म विश्वस्त छु। सेप्टेम्बर 2023 को एक दिन माइग्रेनको भयङ्कर आक्रमण भयो। बेलुका 7 बजेबाट टाउको असह्य दुख्न थाल्यो। मैले श्रीमतीलाई भने, म सुत्न जान्छु। मैले कोठाका सबै बत्ती निभाए र आवाज बन्द गरेँ, किनकि टाउको फुट्न लागेको जस्तो भइरहेको थियो। आश्चर्यजनक रूपमा म छिट्टै निदाएँ, तर माइग्रेनको सबैभन्दा खराब अवस्था अझै आउन बाँकी थियो। रातको 2 बजे मेरो निद्रा खुल्यो। श्रीमती मेरै छेउमा सुतिरहेकी थिइन्। त्यति बेला टाउकोको पीडा शब्दमा वर्णन गर्न नसकिने खालको थियो। म उठेँ, एउटा एडभिल खाएँ, बरफको झोला लिएँ र बैठक कोठाको सोफामा गएर पल्टिएँ। मैले मनमनै भने, यदि यसपछि पनि दुखाइ कम भएन भने अस्पतालको आपतकालीन कक्षामा जान्छु। मैले आँखा बन्द गरेँ अनि त्यहीँबाट सबै कुरा अनौठो हुन थाल्यो। अर्को संसार जस्तो ठाउँ। जब मैले आँखा खोलेँ, म आफ्नो सुत्ने कोठामा थिएँ। तर यो असम्भव थियो, किनकि आँखा बन्द गर्दा म माथिल्लो तलाको सोफामा थिएँ। मेरो श्रीमती त्यही अवस्थामा सुतिरहेकी थिइन्। त्यति बेला मेरो कान्छो छोरा 6 महिनाको थियो र उसको सानो पालना हाम्रो कोठामै थियो। तर पालना त्यहाँ थिएन। मैले सोचेँ, यो के भइरहेको छ? यो वास्तविक हुनै सक्दैन। म सपना देखिरहेको हुनुपर्छ। म माथि गएँ। त्यहाँ पुग्दा मैले आफूलाई नै सोफामा सुतिरहेको देखेँ। त्यो क्षणमा मैले महसुस गरेँ मसँग केही अत्यन्तै अनौठो भइरहेको छ। त्यसपछि तलबाट कुनै आवाज आयो। चारैतिर अन्धकार थियो, तर म सबै कुरा स्पष्ट देख्न सकिरहेको थिएँ। म फेरि तल झरेँ। जहाँ मेरो छोराको पालना हुनुपर्ने थियो त्यहाँ एउटा खुला ढोका थियो। अचानक टाढाबाट एउटी महिलाको चर्को आवाज आयो, त्यो ढोका बन्द गर, धेरै हल्ला भइरहेको छ। र त्यसपछि ढोका जोडले ठोकिएको आवाज सुनियो। म स्वभावैले जिज्ञासु मानिस हुँ। पालनाको ठाउँमा ढोका कसरी आयो भन्ने कुरा म बुझ्न सकिरहेको थिइनँ। त्यसैले मैले त्यो ढोका खोलेँ र भित्र पसेँ। ढोकाभित्र पसेपछि म आफ्नै घर बाहिरको आँगनमा पुगेँ। आँगन उही थियो,
तर वातावरण बिल्कुल फरक। चारैतिर बाक्लो कुहिरो थियो। घरको बत्ती बलिरहेको थियो, तर सामान्य भन्दा निकै मधुरो देखिन्थ्यो। आँगनभरि मैले कालो बैजनी रङका पारदर्शी आकृतिहरू देखेँ। तिनीहरू एक अर्काबाट केही टाढा थिए र कोही पनि चलिरहेका थिएनन्। उनीहरूलाई हेर्दा मलाई अत्यन्त दुखी र निराश आत्माहरू जस्तो अनुभूति भयो। म एउटा आकृति नजिक गएँ। मैले केही सोध्नु अघि नै त्यो चिच्याउन थाल्यो, मेरो भित्रबाट निस्क, निस्क, तुरन्त निस्क। म डराएर पछि हटेँ, तर त्यो फेरि शान्त भएर उभिरह्यो। म घर वरिपरि घुम्दै गएँ। यस्ता आकृतिहरू जताततै थिए। घरको एक फन्को पूरा गरेपछि मैले एउटी किशोरी देखेँ। उनी करिब 14-15 वर्षकी देखिन्थिन्। उनले रातो ज्याकेट र जिन्स लगाएकी थिइन्। अन्य आकृतिहरूको तुलनामा उनी निकै स्पष्ट र जीवन्त देखिन्थिन्। म उनको नजिक गएँ र भने, नमस्ते बहिनी। उनले कुनै प्रतिक्रिया दिइनन्। मैले फेरि सोधेँ, यी मानिसहरू को हुन्? मौन। मैले अर्को प्रश्न गरेँ, के यी सबै मानिसहरू मरिसकेका हुन्? यसपटक उनले उत्तर दिइन्। उनको स्वर शान्त तर गम्भीर थियो। हो, यी सबै मानिसहरू मरेका हुन् र म तिमीलाई चेतावनी दिन यहाँ आएकी हुँ। त्यसै क्षण मैले आँखा खोलेँ। म फेरि सोफामै पल्टिरहेको थिएँ। म एक्कासी उठेँ। घडीमा रातको 3 बजेको थियो। मैले झ्यालबाट बाहिर हेरेँ। सबै कुरा सामान्य थियो। तल कोठामा गएँ। श्रीमती सुतिरहेकी थिइन्। मेरो छोरा आफ्नो पालनामा शान्तसँग निधाइरहेको थियो। मेरा अन्य 2 सन्तान पनि आफ्ना कोठामा निधाइरहेका थिए। टाउको दुखाइ अझै थियो, तर पहिलेको तुलनामा निकै कम भइसकेको थियो। पछि मैले यो घटना श्रीमतीलाई सुनाएँ। उहाँलाई यो कुनै अलौकिक अनुभव जस्तो लाग्यो। उहाँ यस्ता कुरामा विश्वास गर्नुहुन्छ र उहाँले एस्ट्रल प्रोजेक्सनको कुरा गर्नुभयो। मैले पहिले पनि यसको बारेमा सुनेको थिएँ, तर कहिल्यै विश्वास गरेको थिइनँ। मैले यस्तो अभ्यास कहिल्यै गरेको पनि छैन। आजसम्म पनि म यो घटनाको वास्तविकता के थियो भनेर निश्चित हुन सकेको छैन। म हिन्दू धर्म मान्छु। म श्रीमद् भगवत गीता पढ्छु। गीता यस्ता रहस्यमय शक्तिहरूप्रति आकर्षित नहुन र आफ्नो मनलाई शुद्ध राख्न प्रेरणा दिन्छ। त्यसैले मैले यस विषयमा थप खोजी गर्ने प्रयास गरिनँ र भगवानप्रतिको आफ्नो विश्वासलाई नै कायम राखेँ। यही हो मेरो कथा। म नेपालको पूर्वी पहाडी क्षेत्रको एक सानो जिल्लाबाट हुँ। हाम्रो गाउँमा अधिकांश मानिसहरू हिन्दू धर्म मान्छन्, तर विभिन्न जात जाति र संस्कृतिका मानिसहरू पनि बस्छन्। यो घटना सन् 2011मा भएको हो, जब म 17 वर्षको थिएँ। त्यति बेला म धेरै धार्मिक व्यक्ति थिइनँ। भूत प्रेत वा अलौकिक कुराहरूमा पनि खासै विश्वास गर्दिनथेँ, तर डर लाग्ने चलचित्रहरू पनि निकै मन पराउँथेँ। म लेखनमा खासै राम्रो छैन, तर जे भयो त्यो यहाँ सुनाउँदैछु। म कक्षा 12मा विज्ञान विषय पढ्दै थिएँ। मेरो कलेज सरकारी सहयोग प्राप्त कलेज थियो, जहाँ कक्षा 11 र 12का विद्यार्थीहरू अध्ययन गर्थे। कलेज मेरो गृह जिल्लाबाट करिब 80 किलोमिटर टाढा अर्को जिल्लामा थियो। त्यसैले म कलेजको छात्रावासमा बस्थेँ। कलेज सहरको बाहिरी भागमा रहेको एउटा गाउँमा थियो र छात्रावास कलेजबाट करिब 6-7 मिनेट पैदल दूरीमा थियो। बिदा बाहेक म घर जान पाउँदिनथेँ। एक बिहान फेरि पनि म कक्षाका लागि ढिलो उठेँ। हतार पोशाक लगाएँ र बिहानको खाना नखाई कलेजतिर दौडिएँ। दिनभर मेरो ढाडमा पोल्ने र चिलाउने अनुभव भइरहेको थियो। निकै असजिलो लागिरहेको थियो, तर कक्षा सकिनु अघि हेर्न सक्ने अवस्था थिएन। दिउँसो 2 बजे सबै कक्षा सकिएपछि म छात्रावासतर्फ फर्किएँ। मैले आफ्ना केही साथीहरूलाई बोलाएँ र मोबाइलबाट मेरो ढाडको फोटो खिचिदिन भने। फोटो हेर्दा म स्तब्ध भएँ। मेरो दुवै काँध मुनिबाट सुरु भएर ढाडको तल्लो भागसम्म सिधा तानिएका 10वटा पातला नङको खरोच जस्ता दागहरू थिए। घाउ गहिरो थिएनन्, तर छाला चिरेको थियो। कतै कतै थोरै रगत र पारदर्शी तरल पदार्थ जम्न थालेको देखिन्थ्यो। मलाई याद थियो त्यस्तो चोट लाग्ने कुनै घटना नै भएको थिएन। साथीहरूको अड्कल,
त्यो रात खाना खाइसकेपछि हामी एउटै वर्षका 11 जना साथीहरू एउटा सानो कोठामा जम्मा भयौँ। सबैले मेरो ढाडको कुरा गर्न थाले। एकजना साथीले मजाकमै भन्यो, कुनै बिरालोको आत्माले सुतिरहेको बेला कोरेको हुनुपर्छ, अब त्यसले तिमीलाई चिन्ह लगाइसकेको छ, फेरि आउँछ। अरूले भने, सायद कुनै आत्मा वा भूत तिम्रो पछि पछि आएको होला। साँच्चै भन्नुपर्दा म प्राय बेलुका साथीहरू भेट्न बाहिर जान्थेँ, कहिले उनीहरूको छात्रावासमा, कहिले ट्याक्सी चढेर बजारसम्म। तर फर्किँदा भने सधैँ रातको 12 बजेतिर एक्लै छात्रावास आउनु पर्थ्यो। त्यो बाटो राति निकै सुनसान र डरलाग्दो हुन्थ्यो। हाम्रो गाउँतिर एउटा विश्वास छ, यदि राति धेरै ढिलो घर फर्कियो भने ढोका बन्द गर्नु अघि बाहिर थुक्नुपर्छ, नत्र कुनै नकारात्मक शक्ति घरभित्र पस्न सक्छ। यस्ता धेरै कुरा भए पनि अन्ततः हामी सबै हाँस्यौँ। सायद निद्रामा आफैले कोरेको होला, यति भनेर विषय समाप्त भयो। त्यो रातको करिब 11 बजेतिर म आफ्नो कोठामा गएँ। मेरा रुममेट मभन्दा 1 वर्ष जुनियर थिए र उनी पहिले नै निदाइसकेका थिए। मैले बत्ती निभाएँ र सुत्न गएँ। कति समय बित्यो थाहा भएन, सायद 2 घण्टा जति। अचानक मेरो आँखा खुल्यो। म ढाड फर्काएर सुतिरहेको थिएँ। जब बिउझिएँ, मेरो दाहिने हात सिधा माथि उठेको थियो। मेरो नाडी कसैले बलियोसँग समातेर ताने जस्तो अनुभूति भइरहेको थियो। कोठा निकै अँध्यारो थियो। झ्यालबाट आएको चन्द्रमाको हल्का उज्यालो मात्र थियो। तर मैले आफ्नो ओछ्यानको दाहिनेपट्टि एउटा अग्लो कालो आकृति उभिएको देखेँ। त्यो आकृतिले मेरो हात समातिरहेको थियो। त्यो पूर्ण रूपमा कालो थियो। कुनै अनुहार, आँखा वा शरीरको स्पष्ट आकार देखिँदैन थियो। धुवाँसरी, छाया जस्तो। मेरो निद्राले भरिएको दिमागले सबै कुरा बुझ्न केही सेकेन्ड लगायो। तर जब मैले के भइरहेको छ भन्ने महसुस गरेँ, म चिच्याउँदै उठेँ। एकै छलाङमा कोठाको अर्को कुनामा रहेको रुममेटको ओछ्यानमा पुगेर खसेँ। मेरो आवाजले उनी पनि झस्किएर उठे। मैले पछाडि फर्केर हेरेँ, तर त्यो आकृति गायब भइसकेको थियो। म खेलकुदमा निकै कमजोर व्यक्ति हुँ, तर त्यो रात मैले मारेको छलाङ सम्झदा आज पनि अचम्म लाग्छ। म रुममेटको सिरकभित्र छिरेँ। मेरो शरीर काँपिरहेको थियो। मैले उनलाई बिस्तारै सबै कुरा सुनाएँ। उनी पनि डराए। हामी यति डराएका थियौँ कि बत्ती बाल्न जान पनि कसैले हिम्मत गरेनौँ। हामी अँध्यारोमै बसेर भगवानको नाम जप्न थाल्यौँ। समय निकै ढिलो बितिरहेको जस्तो लाग्थ्यो। अचानक मेरो मोबाइल बज्न थाल्यो। सन्देश आएको सूचना थियो। त्यति बेला म अलिकति विद्रोही स्वभावको थिएँ। मैले सन्देशको रिङटोन डरलाग्दो बनाएको थिएँ। मोबाइलबाट चर्को आवाज आयो। म कराउन बाध्य छु, किनकि नरकबाट तिम्रो लागि सन्देश आएको छ। मेरो मुटु झन्डै रोकिन लागेको जस्तो भयो। एउटा सन्देश आउँथ्यो, केही सेकेन्ड शान्ति हुन्थ्यो। म सोच्थेँ अब सक्यो, तर फेरि त्यही आवाज, फेरि अर्को सन्देश। यस्तो करिब 10 पटकसम्म भयो। प्रत्येक पटक हामी झस्किन्थ्यौँ। डर फेरि बढ्थ्यो। अन्ततः सन्देश आउन बन्द भयो, तर हामी निदाउन सकेनौँ। बाहिर उज्यालो हुन थालेपछि मात्र केही राहत महसुस भयो। बिहान करिब 5:30 बजेतिर छात्रावासका अन्य विद्यार्थीहरू उठ्न थाले। मैले साहस गरेर आफ्नो मोबाइल उठाएँ। सबै सन्देश मोबाइल कम्पनीका प्रचारात्मक सन्देश रहेछन्। सन्देशहरू रातको 3 बजेपछि आउन थालेका रहेछन्। मैले मुख धोएँ र बिहानको खाना खान गएँ। मैले यो कुरा वरिष्ठ विद्यार्थीहरूलाई सुनाउने कुनै योजना बनाएको थिइनँ, तर कसरी हो उनीहरूलाई थाहा भएछ। बिहानको खानापछि केही वरिष्ठ विद्यार्थीहरू मेरो कोठामा आए। उनीहरूले घटनाको विवरण सोधे। त्यसपछि कोठाभरि नजर घुमाए। मेरो भित्तामा विदेशी हेभी मेटल ब्यान्डहरूको पोस्टर टाँसिएको थियो। वरिष्ठहरू धेरै धार्मिक स्वभावका थिए। उनीहरूले ती पोस्टरहरू हटाए। त्यसपछि मेरो लागि प्रार्थना गरे। म अझै पनि डरबाट पूर्ण रूपमा बाहिर निस्किएको थिइनँ। फेरि त्यही कोठामा सुत्नुपर्ने सोचले नै असहज बनाइरहेको थियो। भाग्यवश त्यही दिन मेरा बुबा आमा कामको सिलसिलामा त्यो सहर हुँदै जाँदै हुनुहुन्थ्यो। मैले फोन गरेर बोलाएँ।
उहाँहरूले मलाई लिएर घर जानुभयो। म 1 हप्ता घरमै बसेँ, आराम गरेँ, मन शान्त बनाएँ। 1 हप्तापछि म फेरि छात्रावास फर्किएँ, तर त्यसपछि त्यस्तो कुनै घटना कहिल्यै दोहोरिएन। मैले सफलतापूर्वक कक्षा 12 पूरा गरेँ। पछि अर्को शहरको कलेजमा अध्ययनका लागि गएँ। आज पनि त्यो रात सम्झँदा शरीर सिरिङ्ग हुन्छ। मैले वास्तवमै के देखेको थिएँ? निद्रा र कल्पनाको खेल थियो? कुनै मानसिक भ्रम? वा साँच्चै मेरो कोठामा त्यो रात कुनै अज्ञात शक्ति आएको थियो? यसको उत्तर मसँग आजसम्म छैन। ल साथीहरू, यही थियो आजको कथा। हजुरहरूलाई यस्तै कथा सुन्न मन लाग्छ भने हाम्रो च्यानल पीके टेल्सलाई सब्स्क्राइब गरिदिनुहोला र यो भिडियोलाई लाइक र शेयर गर्न नभुल्नुहोला। धन्यवाद।